बेलामा भाडा चाहिँ मैले माझ्नु पर्ने को मरो फेरि यति बेला ए गर्लफ्रेन्डको आएको रहेछ हेलो कान्छी ए कान्छी म अफिसमा फाइलहरू यसो पुछ्दै बसिरहेको छु कान्छी भोलि भेट्नु पर्ने ए कान्छी मैले फिक्स गर्छु नि ल यहाँ म बिना कम्पनीमा मान्छेहरूले काम गर्न सक्छ कि सक्दैन म यहाँ कामदारसँग कुरा गर्छु अनि कान्छी म तिमीलाई डिसिजन दिन्छु नि ल चुतिया साथीलाई फोन गर्नु पर्यो हेलो ह्यान्डसम साथी सुन न भोलि मेरो माइजू बिरामी हुँदो रहेछ तल नगइ नहुनेछ त्यो तिम्रो त्यो अस्ति किनेको सेतो जुत्ता अनि त्यो कालो प्यान्ट त्यो तिम्रो हरियो भेस्ट भोलि मलाई एकछिन लाउन देऊ न साथी ल प्लिज धोएर दिन्छु साथी धोएरै दिन्छु ल साथी ल म भरे आउँछु है ल्याउनु धन्यवाद यार मेरो साथी ल कमला नाना नाना भोलि माइजू बिरामी भएछ तल नगइ नहुनेछ 5000 रुपियाँ खर्च गरिदिनु न हौ नाना म छिट्टै फिर्ता दिन्छु नाना होइन नाना अस्तिको सँगै म फिर्ता दिन्छु त नाना यो बाजी सबै तिर्छु तपाईँको हस् हुन्छ नाना हुन्छ हेलो कान्छी ए कान्छी अफिसमा यहाँ कुरा मिलिसक्यो कि म भोलि कान्छी भेट्न आउँछु बिहानै आउँछु अनि कान्छी म भोलि लोकल बसमा आउँछु ल मेरो कार हगा बिग्रेको छ अनि म त्यो भिडभाडमा गाडी कुदाउनु पनि सक्दिनँ भर्खर किनेको कार फेरि हुन्छ कान्छी ल भोलि भेटौँ कान्छी ल यति नगरी आजकल गर्लफ्रेन्डलाई टिकाउने गाह्रो कार छ आइफोन छ भनेर भने त अहिले कति बेला ब्रेकअप हुन्छ थाहै हुँदैन